नमस्ते, म डाक्टर सीताराम नेउपाने बालरोग विशेषज्ञ अहिले भरतपुर अस्पतालमा कार्यरत छु। हाम्रा बालबालिकाहरूलाई हामीले सिकाएका केही कुराहरूले गर्दाखेरि कतै उनीहरूमा नकारात्मक असर त पुगिराखेको छैन भनेर म आज केही त्यस्ता कुराहरू भन्छु जो हामीले चाहिँ दिनदिनै गरिराखेका हुन सक्छौँ। जस्तो कि बच्चा रोइराख्यो भनेर टिभी देखाउने, मोबाइल देखाउने त्यस्तो बानी हुन्छ र त्यसले गर्दाखेरि बच्चाहरू चाहिँ पछाडि गएर बोलीको विकास ढिला हुने, उनीहरूमा मानसिक तथा मनोवैज्ञानिक असर पर्ने अनि उनीहरूको व्यावहारिक समस्याहरू पनि देखा पर्ने हुनसक्छ। त्यही भएर यदि त्यस्तो गर्नुभएको छ भने यो बानी चाहिँ राम्रो होइन, है त? र दोस्रो कुरा, बच्चाले खाना खाएन भनेर जङ्क फुडहरू दिने अथवा चिनी मिसाएर दिने गरिन्छ हामीले, र त्यो बानी पनि राम्रो होइन कि जङ्क फुड अथवा चिनी मिसाएको खानेकुराहरूले पौष्टिक तत्त्व दिने भन्दा पनि तिनीहरूले चाहिँ मोटोपना बढ्नमा सहयोग पुर्याउँछ। त्यही भएर त्यस्ता खालका खानेकुराहरू मिसाएर दिने बानी चाहिँ गर्नु एकदमै गलत हो। विशेष त अझ 6 महिनादेखि 2 वर्षसम्मको बच्चाहरूलाई चाहिँ त्यसरी दिँदाखेरि उनीहरूमा पछि गएर अन्य खानेकुराहरू जस्तो सागपात अथवा अरू गेडागुडीहरू, चिनी नभएको खानेकुराहरू खान चाहिँ नटेर्ने हुनसक्छ। र बच्चालाई हामीले अरू बच्चाहरूसँग तुलना गर्छौँ, होइन? बच्चाले जस्तो कि अर्को बच्चाले चाहिँ यति राम्रो पढाएको छ, तँ चाहिँ पढ्न सक्दैनस्, तैँले एकदमै राम्रो गरिनस् भनेर त्यसरी गाली गर्ने अथवा कम्पेयर गर्ने गर्छौँ। त्यस्तो भयो भने बच्चाले चाहिँ आफूमा भएको आत्मविश्वास पनि घटेर जान सक्छ। मैले चाहिँ सक्दो रहन्छु, म गर्नै नसक्ने रहेछु भन्ने खालको उसलाई मानसिक रूपमा त्यो परेको हुन्छ र उसमा आफूमा पनि सेल्फ कन्फिडेन्ट भन्ने कुरा चाहिँ आउँदैन, है त? र अर्को कुरा भनेको चाहिँ बच्चाले केही गल्ती गर्यो, सामान्य कुरामा गल्ती गर्यो भनेदेखि चाहिँ हामी धेरै करायो, रोयो, पिट्यो भनेदेखि चाहिँ त्यस्तो बेलामा चाहिँ बच्चालाई एकदमै मनोवैज्ञानिक रूपमा धेरै नै असर पुगेको हुन्छ। बच्चा एकदमै डराउने हुनसक्छ, बच्चामा एकदमै त्यो एन्जाइटीको लक्षणहरू आउन सक्छ र आत्मविश्वासमा चाहिँ कमी आउन सक्छ बच्चामा, है त? त्यही भएर यी कुराहरूमा चाहिँ अलि धेरै ख्याल गर्नु पर्यो। र अर्को मेन कुरा भनेको बच्चाले कुनै पनि सामानहरू मागिराखेको छ भने तुरुन्तै उसको डिमान्ड फुलफिल गर्दाखेरि चाहिँ बच्चा अलिकति वेट गर्न सक्ने अथवा धैर्य गर्न सक्ने नहुन सक्छ भनेर धेरै वैज्ञानिक खोज अनुसन्धानहरूले भनेका छन्। त्यही भएर उसलाई चाहिँ केही समय होल्ड गरेर दिनु पर्यो, तर केही समय होल्ड गरेर मात्रै दिँदाखेरि बेटर हुन्छ। नत्र भने उसलाई अर्को दिन चाहिँ तपाईँले आज एउटा चिज दिनुभयो भने अर्को दिन फेरि त्यही अर्को डिमान्ड भयो भने उत्तिखेरै पर्ने हुनसक्छ, है त?